मिल्यो भने वहीँसम्म छोडेर आइदिनु ए हस् एकदमै दुःखी भएर बसिराख्नु भएको छ चाहिँ मामीहरू पनि आइसक्नु भएको छ मामालाई छोपेर किडन्याप गर्न लाग्छ देखेको Hello and namaste Fabula, this is Sumiting. Welcome back to my channel. हजुर सबैजनालाई आराम कुशल हुनुहुन्छ होला आज चाहिँ नानी जाँदै हुनुहुन्छ मैले चाहिँ उसलाई लिन गएको देखि हैन उसँग सँगै बसेर हामीले बिताएको पलहरु सबै हामी यहाँ भिडियोमा सकिएको हजुरहरुलाई पनि शेयर गरे अनि आज जाँदै छ एयरपोर्ट चाहिँ म जादिन होला किनभने यही ज्वाइँ यतै गाडी लिएर आउनुहुन्छ रे अनि त्यही भएर जानु पर्दैन बाउजू अब तपाई पनि फेरि फर्किनु एकै फर्किनु पर्छ भनेर भनेको भएर म चाहिँ जादिन त्यही भएर आज यही घरबाट उसलाई बिदाई गर्दै छौं एकदमै कस्तो एक महिना बसे नि त साथी जस्तो भएको थियो एकदम बोर लाग्छ घरमा अब एकजना कोही आएर गुलमिल भइसकेपछि फेरि जानलाई एकदम बिदा दिनलाई एकदम गाह्रो फिल भइरहेछ हामी सबैजनालाई मम्मी त झन् रुन थाल्नु भएछ एकदम दुःखी भएर बसिराख्नु भएको छ म अलिअलि अब गएको अलिअलि क्लिप्सहरु लिन्छु र शेयर गर्दै छु हजुरहरुसँग यसमा मेम पनि आउँदै हुनुहुन्छ खै मामहरु यता चाहिँ बेचेनले डेकोरेसन गरेको रे हो बिदाई दिदा पनि आउँदाखेरि पनि उसले जानेको उसले खाली फुलहरु यसरी छर्यो यो चाहिँ मेमेहरु पनि आइसक्नु भएको छ कफी खाँदै छु नानी छ बुन्टी हेर्दैछन् सबैजना हाम्रो जैसा पाउनु भयो गाडी भित्र आउँछ हो यो त भित्रै ल्याउनु नि आसुमाम भित्र अनि यहाँ टीका लगाएर नि कसरी यता फेरि बाहिरबाट त्यो हाल्दिने भित्रबाट आएर अघि नै यो भित्रै राख्नुपर्ने त्यसमा यता राख्यो सानो तिमी होइन नि तिमी लिएर बस्छ न तिमीतिर बस्ने होइन यता आउँछ डोलो बोरे भदौनामै आएको यसरी नै निजले काले रेन पनि चिदाउ जस्तो होस् के हुन्छ त राम्रै हुन्छ राम्रो समात्ने फेरि के गरे हो त्यस्तो मामालाई छोपेर किडन्याप गर्न लाग्छ देखेको त्यो उता राख्छ आतोले वाला आतो तार जब भीमलो खाता मैं आज दई छ आज बाटो छिप्दिन अङ्गले बाटो छिर्न जा गलबन्दी वाला खदा भइछ
छोड नि नफुटाइदेऊ रे ल मामले गर्नुभयो यात्रा सफल नहोस् माम एक पटक मात्रै मेरो नि खिच्दिऊ ल जिन्दगी सफलता चलोस् यसो 7 बजेर 7 बजे पुग्नु पर्ने होइन रिपोर्टिङ भन्ने चाहिँ छेटीमा लाउनु हो कि त्यो अनि उहाँले लाएर आउनु भएको छ त नि हामीले सेतो लगाइदिनु नानीलाई शुभ यात्रा सफल होस् भाइलाई पनि शुभ यात्रा माम नरुनु के रुयो भने माम नुन्छ कहाँ रोएको छ माम त धेरै नाटक पुरा नगर माम रुन्छ के आङ्गल भनेर मलाई थाहा के रुम पर्यो नि त बाटो छेकेको हो अहिले खोजाउनु नि यति छ जस्तो छ किन अरे अब हामी अहिले बिस्तारै खोजाउनु नि सक्छौँ माया गर त्यो कहाँ हेऱ्यो यो हातमा यसो उकेर राख्नुपर्छ ठिक्यो सातो जान्छ बाई बाई राम्रोसँग ल मेमी नानी ल दिदीले फोन गर्नेछ कहिले राम्रो गरी जाऊ म त्यसो आमा खोइ त होइन अहिले यो अब अर्को पालि आउने भने मान्छे किन भन्ने ल बस ल 3 2 1 ए त्यो त ल बहिनी राम्रोसँग त फेरि चिन्ता नगर उता उज्यालोमा सिक्ने कि उहाँ बाहिर खाना कसरी आएको किन कपाल पाएको त्यो चाहिँ नरुइकन स्माइल ल ल जेतिन तपलाएर हजुर माम यो खदा हजुर म जाँदिनँ म फेरि नानी होइन म नजाने तपाईँ हुनुहुन्छ भने ढोकै छु बाई बाई गरिदियो मामालाई मिल्यो भने वहीँसम्म छोडेर आइदिनु ए हुन्छ हुन्छ हस् के भएको चप्पल न मामलाई हँसाउँदैछ अब हामी चाहिँ खाना खाँदैछौँ है हजुर बुवाले चाहिँ खाइ पनि सक्नुभयो आज चाहिँ भेज हामीले चाहिँ सबैजनाले खाना खाइसक्यो हाम्रो चाहिँ घरबाट कोही बिदाई जाँदैछ बिदाई हुँदैछ भने चाहिँ सबैजना सँगै बसेर खाना खान्छौँ यहाँ चाहिँ माम दुवैजना माम हुनुहुन्छ अनि हामीले खाना खाइसक्यौँ आजको भिडियो यति नै हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै
हस् त बाई बाई गुड नाइट